सो आम अफिसियली इन कम्बोडिया चाहिँ कम्बोडिया साइडको पोइपेट बजार हो होइन। लगभग 1 किलोमिटरसम्म फैलिएको छ यो पोइपेट बजार। अनि त्यसपछि सुरु हुन्छ सिमरिपको बाटो। सिमरिपमा चाहिँ छ हिन्दूको सबैभन्दा ठुलो टेम्पल। म एकछिन छक्क परेको कि किन सबै मान्छे उल्टो बाटो चलाइरहेछन् भनेर के, किन सबैजना अपोजिट साइडबाट आइरहेछन् भनेर सोचेँ चाहिँ। अनि पछि मात्रै याद आयो कि यिनीहरूले त उता राइट साइडबाट पो चलाउँछन् भनेर के। एकछिन त झुक्किरहने म उताबाट चलाउनुपर्छ। यो देशमा छिर्ने बित्तिकै यति फोहोर, यति धुवा धुलो, ओहो 10 दिनमा थाइल्यान्डमा नखाने धुवा धुलो अहिले मैले आधी घन्टामा खाइसकेँ। सो गाइज म एउटा यो सानो होटेलमा छु अनि यो रोड भयो। म जाँदैछु अहिले सिमरिप जाँदैछु। सिमरिप चाहिँ यहाँबाट 120 किलोमिटर जति होला। चाहिँ एउटा इनर्जी ड्रिङ्क किनेको, यसको चाहिँ 2500 रुपियाँ रहेछ नि, 2500 रुपियाँ। फ्यामिली Family? Yes, Family. This sponsor Carabao. Oh. From Thailand. From Thailand this? Yes, from Thailand. Oh. This from Thailand is from Thai brand Thailand. Made in. Oh, thank you. उहाँको आमा चाहिँ लुम्बिनी जानुभएको रहेछ अनि हेर फोटो देखाउँदै हुनुहुन्छ कि मलाई। फोटो खोज्दै हुनुहुन्छ छ कि छैन भनेर अघिदेखि खोज्दै हुनुहुन्छ। तर उहाँको आमा चाहिँ उता लुम्बिनी जानुभएको रहेछ पहिला नै।